पोखरामा केही जाओस् न आज नयाँ दिन केही जाँदैन अब धेरै रक्सी मात्रै गयो अनि होइन अरू रमाइलो भयो नि कस्तो जाडो वेदर कस्तो हो मामा यहाँको अनि आजको ट्राभल कस्तो भयो त चितवनदेखि पोखराको लामो यात्रा बेला बेलामा हिलोमा धन्दै पछारेन अनि अरू त 90 स्पिड उही मामाहरूले नि हेर्छ है फेरि घाम जाएको त ल ल भयो अब राख्यो ल मेरो सानो नातिनी हो पोखरा नयाँ पुलमा हो लुक दिएर उतै अनि हेलो भन मामा भन्देऊ मामा भन्देऊ हजुर गुड मर्निङ फ्रम पोखरा ल यो त ये निन्दा देखेर त यो चाहिँ बिहानको भ्यू मर्निङ टाइम बिहानको 7:30 बजेको भ्यू होइन यो अहिले चाहिँ हामी यहाँ मन्दिर जान लाग्यो अब चाहिँ आज चाहिँ हाम्रो कुल पूजा अनि त्यही भएर हामी चाहिँ मन्दिर जान लाग्यो त्यो सरसफाइहरू त्यो ध्वजा सजाहरू लाउनलाई अनि यहाँ चाहिँ दाइ आउनुहुन्छ क्यामेरा छ हाम्रो चाहिँ यता पुलबारी र पारी है ठाउँ चाहिँ हाम्रो बिचमा मामा हेलो भन्नु न त ओ कहाँ हो अब सवारी ल हामी चाहिँ त्यहाँ हो हाम्रो मन्दिर थापा खलकको अनि मामाहरू चाहिँ यता है ल ल हाम्रो चाहिँ यता मन्दिर थापा खलकको लाइन जोडा हैन र त्यहाँ यस्तो डाँडै डाँडातिर घरै घर छ यता पुल पारी चाहिँ यता दिदी घर यता चाहिँ अब यता दाइहरूको घर हो यता यता पनि छ उल्टो भयो उल्टो बाहिर उल्टो भयो हो यो उता मामा कता हो त सवारी अब तिमीहरूको यता हाम्रो चाहिँ उता तपाईँहरूको चाहिँ अब यताबाट होइन अनि अहिले चाहिँ सोलो राइड हो कि कसैलाई वेटिङ गर्नु भएको कि सोलो राइड हो अनि हिजोको नाइट कतिको रमाइलो भयो भवालो भयो आजको नाइट कि आज त दिउँसै रमाइलो गरिदिने बल्ल सुरुवात हुँदैछ पूजा बसेर यस्तो गरे सल्लाह भन्दै फेरि आज अब यहाँ दुप्सु पालो
छोरा अब आज फुलदेउताको टिका लगाएर भाग होला के यता चाहिँ बाजेलाई पनि भयो यता चाहिँ बजाइले महिला पार्टीहरूलाई त पुरुष पार्टीलाई बाजेलाई पनि भयो खाजा खाँदै त ल खाना टाइप यहाँ सबजनाले खाना खाँदैछ पुरा पात सकिसक्यो ट्याक्क लगाएर भात खाइदिने भान्जी हेलो ल अहिले चाहिँ हाम्रो यहाँ चट्ट लाएर कुल पूजा सकेर अब चाहिँ घुम्न जान लाग्यो अब बिस्तारै घाम डुब्न लागेको छ पोखराको भ्यू है त ल ए ल यता अगाडि झल्नु हेलो गाइस वेलकम ब्याक टु अनदर ब्लग न्यू डे न्यू ब्लग अहिले चाहिँ हामी यहाँ पोखरामा हो अनि आज चाहिँ कुल पूजा थियो कुल पूजाहरू सब सक्यो अहिले चाहिँ हामी अब उता घुम्न जान लाग्यो देखियो है अनि अहिले चाहिँ हामी उता कता जान लाग्यो रेम्बो ट्राउट जान लाग्यो अनि त्यही हो यता चाहिँ हाम्रो दिदीहरू यता चाहिँ हाम्रो दिदी हुनुहुन्छ ल यता अब एकछिनमा भेटौँ अहिले चाहिँ हाम्रो सब कुल पूजाहरू सकिसक्यो ल गाडी आयो यता मान्छे ओए जोस्ना सलाम गर्दैन सलाम जय हिन्द किसमा आउनु बोला न ल यता सब योमा जान लाग्यो हामी चाहिँ उता रेम्बो टावर ल मामा यता म चाहिँ यहाँ बोलाउनु जाँदैछु मामा ल आउनुहोस् ल यहाँ गाडीमै ल सबैजनालाई खाना यही हो ल ए योमा चाहिँ अटेर जाने हामी त योमा जान लाग्यो हामी चाहिँ हेलो भन्थ्यो दिदीलाई बोला निर्दय दिदा किन जसरी लानुपर्छ हेलो भन भन्दैन के रे नाम ए हेलो भन न नाम के रे खै म दाई कुन दाई छोरीको नाम के रे भन्नु न उसको नाम भन्नु मोनिका हैन मेनेरिका रे हो म निर्दय दिदा तिम्रो नाम के हो नि निर्दय दिदी ल हामी चाहिँ अहिले जाँदैछौँ ल लखरी हेर्न जाँदैछौँ हजुर तपाईँहरूलाई पनि हामी देखाउँछौँ यो भिडियो हामी यसरी चाहिँ हाल्दैछौँ हजुरहरूले चाहिँ यति गरी यसरी पाउनुहुन्छ हेर्नलाई होइन हेरिसकेपछि मन परेदेखि लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् होइन कमेन्ट गर्नुहोस् है अनि छ भने बेल आइकन टङ्ग बजाइदिनुहोस् होइन यता चाहिँ हाम्रो कस्तो रमाइलो भइरहने हाम्रो चाहिँ जन्म गर्यो कास्कीको चाहिँ यो पोखराको चाहिँ रमणीय
दृश्यहरू हामीले हजुरहरूलाई देखाउँदै हिँडेछौँ। आज हामी आएको दोस्रो दिन भयो होइन हजुर। अनि आज चाहिँ हाम्रो खास गरी त कुल पूजा गर्न आएको। कुल पूजा सकिएर हामी चाहिँ अहिले घुम्नलाई हिँडिरहेछौँ। घुम्ने सिलसिलामा चाहिँ हामीले ट्राउट माछा पालन हेर्नको लागि चाहिँ हामी जाँदैछौँ अहिले बाटोमा। हजुरहरूलाई अहिले त्यो ताल ट्राउट माछाको चाहिँ भुरा ठुलो सानो सबै देखाएर मनोरञ्जन दिनेछौँ। हजुरहरूले राम्रोसँग हेर्नु होला होइन। त्यसपछि मन पर्यो भने लाइक सेयर सब्सक्राइब अनि त्यसपछि नराम्रो कमेन्ट नगर्नु होला, राम्रो राम्रो कमेन्ट गर्नु। थ्याङ्क यू। ल आज कस्तो आजको दिन कस्तो रमाइलो भयो कि के कस्तो भयो कुल पूजा तपाईँहरूको? रमाइलो भयो एकदम। विष्णुमा आउनु भएन? अहिले अहिले हामी जाँदै हो। हल्का मौसम जाडो उनीहरूलाई त जाडो भयो त जाडो भयो जाडै भएन क्यानोनिङ जाने चाहिँ यताबाट होइन यहीँबाट हो यताबाट जान्छ क्यानोनिङ जाने चाहिँ यतै रहेछ ल यतैबाट है त हामी अहिले जान लाग्यो नि कुन यो झापा पुरानो बनायो कागज बनायो। ल अहिले चाहिँ पुरा लगाइसक्यो। यहाँ चाहिँ डर बाटो खै यस्तो बाटो हुँदै आएको भएर चाहिँ हल्ले हल्ले भयो। ए ल आइदियो बिस 22 मिनट को भन्दा बढी लामो नबनाउनु। ल आइपुग्यो आइपुग्यो ल बाबा आइपुग्यो ल माथि नै जिराइनु भयो। फाइनल्ली आइपुग्यो है त हामी चाहिँ। यस्तो बाटोमा नि कस्तो भने तपाईँलाई देखाइन्छ कि अहिले चाहिँ हामी आइसक्यौँ। हामी फिस के अरे राम्बो टड हो केमा यो बाटो नि उकालिदिएको तल राख्छ गाडीहरू यहाँ माथि हो खासमा चाहिँ हाम्रो ग्रुप चाहिँ यहाँ तल यो बाटो नि उकालिदिएको यहाँ कुन्दाइले डर रहेछ के ल है ल मान्छे ल त नि भन् कस्तो अनुभव? डे 2 अफ पोखरा लाइफस्टाइल। आज दोस्रो दिन पोखराको अनि कस्तो अनुभव हुँदैछ तपाईँलाई? यो खुसियाली त लो होइन हजुर यस्तो त सधैँ आइरहँदैन। अलि ठुलो छोरले होइन त्यही नै हो। अब त्यहाँभन्दा त अरू त हुँदैन अहिले पछि ल कस्तो अनुभव हुँदैछ तपाईँलाई? एकदम राम्रो एकदम ब्युटिफुल चाहिँ आइसक्यौँ है त। डेन्जर वहाँ माथि आम्पाल्लो यो चाहिँ क्याफे टाइप पनि रहेछ होइन। आवाज त डेन्जर आइरह ल दिदी कस्तो रमाइलो लागिरहेको छ आजको दिन? आजको दिन विशेष दिन होइन, सबैसँग भेटघाट भएको एकदमै खुसी छु म सबैलाई भेट्न पाउँदाखेरि। र यो हाम्रो भ्लग चाहिँ सबैले मन पराइदिनु होला है यति भन्दै ल है त ल ओए सयो ल साइडमा पुरै माछा हेर्नु यहाँ यस्तो दामी हो। यो चाहिँ कुन माछा हो मलाई थाहा भएन। यहाँ चाहिँ दाइले माछा सवार्दै हुनुहुन्छ म यहाँ लाँदैछु तपाईँहरूलाई। यहाँ चाहिँ ठ्याक्क दाइले कुन माछा हो दाइ? यो रेम्बो टाउट फिस हो यो चाहिँ। माउर भन्दा पुन्दा जे यो ठाउँ पपुलर छैन भनिदिनु न त।
नभए मान्छे आउँछ त अब यो भ्लगमा हालिदियो कि त्यसै जिस्कियो आयो दिदीहरू आउनु बसियो ल ए यता चाहिँ नरहेछ फेरि यो साइड चाहिँ नरहेछ फेरि यस्तो दामी हुन्छ यता चाहिँ ल है त त्यही हो अब हामी 3 किलो जति चाहिँ भनेछ अब ठ्याक्क यस्तो दामी भयो त्यहाँ फेरि त्यही हो 3 किलो जति चाहिँ भनिसकेँ यहाँ अनि अब त्यही हो हेरौँ माथि चाहिँ डुङ्गा रहेछ यहाँ चाहिँ अझै कति माथि हो यता माथि छन् रहेछ यहाँबाट बच्चाहरू रहेछ त्यो रेम्बो टर्ट है के भन्ने बाछाको बच्चाहरू रहेछ यता यहाँ त सेल्फ ब्रिडिङ है ब्रिडिङ गर्दो रहेछ खतरा राम्रो रहेछ ठाउँ चाहिँ माछा यो साइड चाहिँ बच्चा रहेछ यहाँबाट तल चाहिँ अलिकति यो यिनीहरूभन्दा अलिकति ठुलो त्यहाँबाट अलिकति उता झन् ठुलो रहेछ कि यस्तो दामी रहेछ ठाउँ चाहिँ यता माथि चाहिँ गएन म माथि चाहिँ फेरि के होला मलाई थाहा छैन है फेरि म माथि चाहिँ गएन फेरि यहाँ चाहिँ केही नरहेछ फेरि यहाँ आइपुगेँ यत्तिकै दामी देख्यो यता चाहिँ फेरि यो चाहिँ दाना हो फेरि माछाहरू तर यता चाहिँ अब गर्न चाहिँ लागेको रहेछ अहिले चाहिँ भएको रहेछ यता पनि भएन यता चाहिँ सानो माछा सबसे सानो माछा यहाँ चाहिँ ब्रिडिङ गर्दो रहेछ सबसे सानो माछा यिनीहरूको त्यो मेन के त्यो यहाँ चाहिँ केही कुराहरू लेखेको छ के हो रेम्बो ट्राउट मध्यम यताउति के यिनीहरू चाहिँ अलिकति ठुल्ठुलो के डेन्जर ठुलो अलिक ठुलै भनौँ न यिनीहरू चाहिँ अलिकति खाइलाग्दो माछा भन्ने टाइपको खाइलाग्दो माछा यिनीहरू यस्तो हो यता चाहिँ अलिक बच्चाहरू रहेछ सानो सानो यहाँ चाहिँ अलिकति ठुलो थियो यहाँ त झन् डेन्जर सानो रहेछ म तपाईँलाई देखाइन्छ यस्तो सानो सानो माछाहरू पुरै त्यही हो अब अलिक पुरै सानो सानो माछाहरू यस्तो चाहिँ माछा दाना यिनीहरूलाई चाहिँ दाना दिएको सिनसिनमा टाइममा दिनुपर्छ यिनीहरूलाई चाहिँ दाना यता गाह्रो रहेछ सामान ल मैले बाटोमा हजुरहरूलाई यो माछा पुछ्रे गाउँपालिकाको वडा नम्बर 9 मा रहेको यो ट्राउट माछा फार्म देखाउँछु भनेको थिएँ हैन अहिले चाहिँ हजुरहरूलाई त्यहाँ देखाइसक्यो हामीले यो भिडियो चाहिँ भिडियोबाट मार्फत देख्नुभयो यो भिडियो हेरेर मनोरञ्जन लिनुभयो होला यो भिडियो हेरेर मनोरञ्जन लिनुभएकोमा धेरै धेरै धन्यवाद यो चाहिँ भिडियोलाई सब्स्क्राइब गर्नु होला कमेन्ट गर्नु होला हैन अनि राम्रो राम्रो कमेन्ट गर्नु होला र चाहिँ यो भिडियो हेरेर मनोरञ्जन लिनु होला यति भनेर सकिन्छ 3 2 1 गो ल बाइ बाइ भन्नु थ्याङ्क यू फर वाचिङ दिस भिडियो ल यो भिडियो चाहिँ अब पार्ट 1 मा आउँछ पोखरा ब्लग पार्ट 1 र अर्को भिडियोमा छिटै भेटौँ त सी यू भोलिको दिनमा के हुन्छ आज चाहिँ डे 2 हो भन्नुपर्दा चाहिँ हामी हिजो आएको हो पोखरा चाहिँ तर हामी यस्तै टाइममा आएको थियौँ अहिले चाहिँ 6 बजे 5 बजे 6 बजेर कति
25 मिनट गयो। यति टाइममा आएको हिजो नि हामी यता पोखरा। हिजो चाहिँ हामी घुमेन किनकि हिजो चाहिँ अब थकी थियो नि त, त्यही भएर अब आजको ब्लग चाहिँ यहीँ समाप्त हुन्छ ल होइन। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। ल बाई बाई भन्नु त ल, बाई।